काम गरी खानु गाह्रो छ है। पैसाको बोट टिपिरहेछ केटाले, पैसा टिपिरहेछ पैसा विदेशमा। पैसा डह्रो टिपिरहेछ। विदेशमा पैसा टिप्नु गाह्रो छ केटा। गाह्रो छ पैसा टिप्नुलाई विदेशमा। घरमा पैसा पठाइदिए भन्छ, महिना मरेपछि यहाँ यस्तो जिन्दगी गाह्रो छ पैसा टिप्नलाई। एउटा घरको बुढीहरूलाई चाहिँ यहाँ ल्याएर चल काम गराउनु भने के सेलरी मऱ्यो, पैसा माग्दाखेरि चाहिँ ल आइज्यो भनेर यहाँ लगाउनु भने यस्तै दाँग्री लगाएर काम लगाउनु भने। भाइ घरको बुढीहरूले पैसा माग्दा त डह्रो रिस उठ्छ होला है। बोल्दैन हो। गाह्रो छ जिन्दगी। गर्दै हाने बच्चा सर्के कि क्या हो, केमिकल सर्क्या जस्तो गाह्रो छ केटालाई। पैसाको रुख राम्रो छ होइन भाइ। यसलाई कम रिस उठ्या होइन होला र। महिना मरेपछि बुढीहरूले पैसा पठाइदिए भन्दा त कम रिस उठ्दैन होला। 24 घन्टा यस्तो गर्दाखेरि त अनि मान्छे मर्दैन। अनि बल्ल बल्ल 30 दिन काम गर्यो अनि घरबाट आइहाल्छ होम मिनिस्टरको घर, पठाइदिए भनेर। जिन्दगी ठिक्का परदेशी जिन्दगी।